साथीहरू आजको यात्रामा हामी बेतना सिमसारबाट इटहरी उपमहानगरपालिकासम्मको यात्रा गर्नेछौँ र यात्राको क्रममा म तपाईहरुलाई महेन्द्र राजमार्ग के कसरी एसियन राजमार्गमा स्तरोन्नति हुँदैछ भनेर डिटेल रूपमा भिडियो एडिट नगरी जस्ताको तस्कै पोस्ट गर्ने कोसिस गर्नेछु। अन्तिम समयसम्म हेरेर साथ दिनुहुनेछ भन्ने आशा गरेको छु र यहाँ मैले तपाईहरुलाई अगाडि नै झापा दमकबाट बेतना सिमसारको भिडियो अपलोड गरिसकेको छु। यदि तपाईले हेर्नु छुटाउनु भएको भए अघिल्लो तपाईले भिडियो हेर्न सक्नुहुनेछ। अघिल्लो भिडियोमा काने पोखरीबाट लक्ष्मी मार्ग हुँदै अगाडि बेतनासम्म के कसरी सडक कालोपत्री गरियो भनेर मैले एडिट नगरी डिटेल रूपमा भिडियो राखिसकेको छु। साथीहरु छुटाउनु भए तपाईले अघिल्लो भिडियो हेर्न सक्नुहुनेछ। सुनसरीको लोकैसम्म निर्माण हुने यो सडक अहिले चाहिँ 3 खण्डमा विभाजन गरेको सडक निर्माण हुँदै गरेको अवस्था छ। पूर्वी खण्ड काँकडीभिट्टाबाट सीतापुरीसम्म, त्यस्तै गरेर सीतापुरीबाट मोरङको गोठगाउँ र गोठगाउँबाट सुनसरीको लौकैसम्म बन्नुपर्ने सडक अहिले इटहरीबाट लौकैसम्मको 24.24 किलोमिटर चाहिँ सडक अलाइनमेन्ट कताबाट जाने भनेर फिक्स नभएको कारणले यो पश्चिम खण्डको इटहरी लौकै खण्ड चाहिँ बाँकी नै रहेको अवस्थामा साथीहरुले जानकारी गराउन चाहन्छु। सिक्किम गरेछ सिक्किम कहाँ यो हामी हेरेर यो बेलबारी नै हुनुपर्छ। यो बेलबारी आयो। उहाँ हेर्न पुल कत्रो बन्दैछ तल, विशाल बन्दैछ नि यो। कुन हो लन्द्रा कि लन्द्रा भन्ने हो। बेलबारीमा त त्यही हुनुपर्ने। के गर्दैछ यहाँ पुल बनाउँदैछ। काँकडीभिट्टाबाट सीतापुरीसम्म 45 किलोमिटर, त्यस्तै गरेर सीतापुरीबाट मोरङको गोठगाउँसम्म 40 किलोमिटर र गोठगाउँबाट सुनसरीको लविपुरसम्म 10.76 किलोमिटर काम चाहिँ अहिले धमाधम भइरहेको तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ।
यसरी एसियन राजमार्ग निर्माणको क्रममा विभिन्न कलवर्टहरू निर्माण गर्नुपर्ने भएको कारणले गर्दा अहिले चाहिँ यहाँनिर डाइभर्सनहरू अत्याधिक धेरै भएको अवस्था रहेको छ र यसरी डाइभर्सनमा धुलो हुने भएको कारणले गर्दा पानी हालेर यहाँनिर यस्तो बनाइएको तपाईहरूले देख्न सक्नुहुन्छ। पानीको अभावमा धुलो र पानी हुँदा पनि हिलो हुने अवस्था चाहिँ यहाँ रहेको छ। सडक सञ्जालबाट एसियाली देशहरू जोड्नको लागि यो एसियन राजमार्ग, एसियन स्ट्यान्डर्डको राजमार्ग धमाधम निर्माण हुँदैछ। म्यानमार, बङ्गलादेश, भारत, नेपाल हुँदै पाकिस्तान अझ इरानसम्म जाने यो सडक धमाधम निर्माण हुँदै गरेको अवस्था छ। फेरि सहरी क्षेत्रमा त यस्तो हुन्छ, यो नालीदेखि उता एउटा बाटो उपरसम्म, अनि यहाँ बिचमा डिभाइडर, यहाँ बाटो, फेरि उता पर नि बाटो, 6 लेन हो नि त। फेरि यहाँ त अब यहाँ 6 लेन बाटो हुन्छ फेरि यहाँ त। टेक्नोलोजी त नेपालमा नि के भित्र है। उठ त्यहाँ हेर न, त्यहाँ त्यो मसला हाल्ने त्यो गाडीबाट ल्याउँछ कि मसला, त्यसले उहाँ पर लगेर हालिदिन्छ एकैचोटि। त्यहाँ गाडीले ल्यायो नि, त्यहाँ खन्याउँछ अनि त्यसले एकैचोटि माथि हालिदिन्छ। त्यसरी पर पुलमा हालिदिँदैछ। विराट चोक अब बल्ल। सहरी क्षेत्रमा 6 लेन 50 मिटर चौडाइ, अर्ध सहरी क्षेत्रमा 33 मिटर चौडाइ र ग्रामीण क्षेत्रमा 24 मिटर चौडाइ सडक हुने हामीलाई निर्माण पक्षले जनाएको छ। यसरी निर्माण हुने सडक 39.3 किलोमिटर सहरी क्षेत्रमा, 17.2 किलोमिटर अर्ध सहरी क्षेत्रमा र सबैभन्दा बढी 63.5 किलोमिटर सडक चाहिँ ग्रामीण क्षेत्रमा पर्ने हामीलाई निर्माण पक्षले जानकारी गराएको छ।
साथीहरू, यहाँ तपाईँहरू देख्दै हुनुहुन्छ यो क्षेत्रमा चाहिँ एसियाली राजमार्गको काम एकदमै द्रुत गतिमा भएको अवस्था देख्न सकिन्छ। यहाँ चाहिँ धेरै काम भइसकेको अवस्था रहेको छ। झट्ट हेर्दा सहरी क्षेत्रमा निर्माण हुने 6 लेनको सडक जस्तो देखिने यो सडक सहरी क्षेत्रमा हो भने 4 लेन सडक हुने र बिचमा 3 मिटरको चौडाइ र डिभाइडर हुने, चौडाइको डिभाइडर हुने र दुवैतर्फ सर्भिस लेन गरी जम्मा 50 मिटरको हुनेछ। त्यस्तै गरेर अर्ध सहरी क्षेत्रमा भने सडक चाहिँ 4 लेनै हो, दुवैतर्फ एक लेन गरेर 33 मिटर हुने चौडा हुनेछ भने बाँकी ग्रामीण क्षेत्रमा भने सडक चाहिँ 24 मिटर फरक हुने अवस्था रहेको तपाईँहरूले यहाँनिर प्रष्ट देख्न सक्नुहुनेछ। झापा, मोरङ र सुनसरी जिल्लामा निर्माण हुँदै गरेको यो सडक झापा जिल्लाका 7 वटा नगरपालिका तथा गाउँपालिकामा निर्माण हुँदै गरेको अवस्था रहेको छ। झापामा मेचीनगर नगरपालिका, अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिका, कन्काई नगरपालिका, शिवसताछी नगरपालिका, कमल गाउँपालिका र दमकपुर नगरपालिका गरी 7 वटा पालिकाहरूमा निर्माण हुँदै गरेको छ भने मोरङ जिल्लामा चाहिँ 5 वटा नगरपालिका तथा गाउँपालिकाहरूमा निर्माण हुँदै गरेको अवस्था रहेछ। यसरी निर्माण हुँदै गरेको पालिका नगरपालिकाहरूमा उर्लाबारी नगरपालिका, पथरी शनिशने नगरपालिका, कानेपोखरी गाउँपालिका, बेलबारी नगरपालिका र सुन्दर हरैचा नगरपालिका रहेका छन्। त्यस्तै गरेर सुनसरी जिल्लाको 5 वटा स्थानीय तहमा निर्माण हुँदै गरेको अवस्था रहेको छ। यसरी निर्माण हुनेमा इटहरी उपमहानगरपालिका, रामधुनी नगरपालिका, इनरुवा नगरपालिका, बोक्राह नगरपालिका र कोशी गाउँपालिका गरी जम्मा 5 वटा स्थानीय तहमा यो सडक अहिले धमाधम निर्माण हुँदै गरेको अवस्था रहेको छ। एसियन राजमार्गमा निर्माण हुने साना ठुला गरी 71 वटा पुलहरूमध्ये निन्दा, बिरिङ, कङ्काई, रतुवा, बक्रा र लोहन्द्रा ठुला र लामा पुलहरू निर्माण हुनेमा विशेष प्रकृतिका पुलहरू निर्माण गरिने भनेर हामीलाई निर्माण पक्षले जानकारी रहेछ। यो क्षेत्रमा 369 वटा बक्स कल्भर्टहरू निर्माण हुने पनि हामीलाई जानकारी गराएको छ।
यी माथिका सम्पूर्ण पुलहरूको काम धमाधम हुँदै गरेको अवस्था रहेको छ भने अन्य साना पुलहरूको पनि धमाधम काम भइरहेको छ र बक्स कल्भर्टहरू भने निर्माणको अन्तिम चरणमा पुगेको हामीलाई निर्माण पक्षले जानकारी गराएको छ। केमा अनलाइन मगाएको त्यो मुला के अनि जहिले जतिखेर रिसिभ गरे नि भइहाल्छ नि। भोलि भन्दा नि हुन्छ, पर्सि भन्दा नि हुन्छ। के मगाएको दिइहाल्छ नि, भोलि दिइहाल्छ नि। कुन गराजबाट होइन, इन्स्टाग्रामबाट। 2081 साल 10 महिना 27 गते निर्माण सम्झौता भएको यो सडक 2083 साल माघको 19 गतेसम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्ने भए तापनि कार्य प्रगति चाहिँ त्यति भएको देखिँदैन भने यही ठाउँमा चाहिँ अहिले हामी हिँड्दै गरेको ठाउँमा चाहिँ केही काम भएको देखिए पनि अन्यत्र ठाउँहरूमा चाहिँ काम अलिक कमै भएको अवस्था देख्न सकिन्छ। आजको यो यात्रामा मैले तपाईहरुलाई एसियन राजमार्ग के कसरी निर्माण हुँदैछ भनेर इटरीसम्मको यात्रा गरिरहेको अवस्थामा कुनै पनि ठाउँको मैले भिडियो एडिट नगरी डिटेल रूपमा कस्तो अवस्थामा कसरी निर्माण हुँदैछ भनेर साथीहरुलाई देखाइरहेको छु। अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ भन्ने आशा गरेको छु र हेर्दै हुनुहुन्छ भन्ने पनि आशा गरेको छु। धेरै साथीहरुले यो क्षेत्रको भिडियो बनाउनुस् न भनेर अनुरोध गर्नुभएकोले मैले उहाँहरूको अनुरोधलाई मान्दै पनि यो बाटोको भिडियो निर्माण गरिरहेको छु। त्यस्तै गरेर मैले धरानसम्मको सडकको पनि भिडियो निर्माण चाँडै नै गर्ने विचार गरेको छु। साथीहरुले विराटनगर धरानको अवस्था के कस्तो छ भनेर पनि मलाई भिडियो बनाउनुस् न भनेर रिक्वेस्ट गर्नुभएको छ। त्यस्तै गरेर माथि मदन भण्डारी राजमार्ग पनि कसरी निर्माण हुँदैछ, धरानबाट पूर्व केराबारी हुँदै लेटाङ
दमकसम्म के कस्तो अवस्था छ भनेर धेरै साथीहरूले मलाई जिज्ञासा राखिराख्नु भएको छ। त्यो सडकको पनि म चाँडै नै तपाईँहरू समक्ष भिडियो ल्याउने बाचा गर्दछु। अब हामी चाहिँ यहाँभन्दा अगाडि सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका प्रवेश गर्न गइरहेको अवस्था छ। अगाडि चाहिँ सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका। अब चाहिँ हामी इटहरी आइयो है। त्यस्तै हो। यहाँ त अहिले त पूर्वको त सेन्टरै हो नि इटहरी। जाहीँका मान्छे यहीँ ठोकिनु पर्यो अनि यो हाइवे बनाउँदाखेरि यी घर भत्केका हेर नै अगाडिसम्मका थिए नि घर, यिनीहरू अहिले भत्काएर यसरी बनाउँदैछ। धेरैवटा अब घर भत्के इटहरीमा त यहाँ हेर्दा यो परको हो, इटहरीमा त धेरैवटा घर भेटेर पार्दैछ भत्काउँदैछ। विवाद होगा तो सारे क्या दिए गइहाल्नु क्रस गरिहाल्नु। यहाँनिर अस्तिको आन्दोलनमा डराएर